शिव सतासी धाम वडा नम्बर 10 माइधार चोकदेखि उत्तरपट्टि करिब 300 मिटर मास्तिरपट्टि रहेको यस लक्ष्मीनारायण मन्दिरमा नयाँ निर्माण भइरहेको दिव्य देश धाम मन्दिर निर्माण भइरहेको छ। यो दक्षिण भारतीय शैलीमा निर्माण हुन गइरहेको यो मन्दिर चाहिँ करिब 9 करोडको लागतमा निर्माण भइरहेको छ। अब यसमा स्थानीय सरकार, स्थानीय चन्दादाता तथा टाढा टाढा रहनुहुने सम्पूर्ण भक्तजनहरूले चन्दा सहयोग गर्नुभएको छ। उहाँहरूले चाहिँ यसरी विभिन्न प्रक्रियाबाट सहयोग गरेर यो एउटा बृहत मन्दिरलाई चाहिँ कलात्मक मन्दिरलाई यहाँ स्थापना गरिएको छ। साँच्चै रमाइलो यो मन्दिर हाम्रा लागि त नौलो कलात्मक रूपमा सजिएको देखिन्छ। मेरो नाम कमल प्रसाद निरौला। म लक्ष्मीनारायण मन्दिर कमलानयनचारी आश्रमको माइघाट कार्य समितिको सचिव। हजुर, विगत 3 वर्षदेखि 79 सालदेखि सुरु भएर यो हाम्रो लक्ष्मीनारायण दिव्य देश अन्तिम चरणमा पुगेको छ। हामीले यो झ्याल ढोका बनाउनको लागि चाहिँ स्थानीय वासीहरूसँग अनुरोध गर्दैछौँ, देउसी खेल्दैछौँ। झ्याल ढोका बनाउनलाई चाहिँ स्थानीयले बनाउँ, एउटा नाम रहोस् स्थानीयको पनि भनेर स्थानीयलाई चाहिँ आह्वान गर्दैछौँ। र यो हाम्रा देश विदेशमा रहनुभएका भक्तजनहरू, दाता महानुभावहरूद्वारा यो मन्दिर लगभग 9 करोड रुपियाँ खर्च भइसकेको छ अहिलेसम्म। हजुर, यो सहयोग गर्ने दाताहरूलाई पनि म आभार प्रकट गर्न चाहन्छु। र यो सहयोगी हातहरू अझै फैलिरहन्, सबैको ध्यान जाओस् र सबैलाई मन खोलेर सहयोग गर्नुहुन, मन खोलेर सहयोग गरिदिनु हुन, पुण्य काममा साथ दिनु हुन अनुरोध, पुण्य काममा साथ दिनु हुन अनुरोध पनि गर्दछु। हजुर, र अब लगभग हामीलाई यो सम्पन्न गर्न 2 करोड रुपियाँको आवश्यक पर्छ। अझै 2 करोड चाहिन्छ। झ्याल ढोका, टाली, मार्बल यताउति सबै बाँकी छ। हजुर, अब त्यसपछि आगामी वैशाख 11 गते 18 गतेसम्म यसको प्राण प्रतिष्ठा महोत्सव हुन गइरहेको छ। त्यसको लागि लगभग 3 करोड रुपियाँ अनुमान खर्च लाग्ने अनुमान गरेको छ। हजुर, यो सबै यो कसले, यसको प्रमुख अतिथि चाहिँ को हुनुहुन्छ होला? यसको प्रमुख अतिथि त हाम्रा जगतगुरु इन्डियाबाट हुनुहुन्छ। हजुर, अनि कार्यक्रममा सबैलाई सहभागी भएर सबैले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। यो चाहिँ हाम्रो लक्ष्मीनारायण मन्दिर, पुरानो मन्दिर, नयाँ निर्माण भइरहेको दिव्य देशको अवलोकन गराउँदै हुनुहुन्छ। हजुरहरूले जसले यो पेजबाट हेर्दै हुनुहुन्छ, हजुरलाई पनि यो वैशाख 11 गतेदेखि 18 गतेसम्म यहाँको यो मन्दिरको उद्घाटन प्राण प्रतिष्ठा समारोह भएको हुनाले सम्पूर्ण भक्तजनहरूलाई अहिलेदेखि हाम्रो हार्दिक निमन्त्रणा गर्न चाहन्छौँ। जय श्रीमन्नारायण। यो मन्दिरको यस्तो यो भव्य बनाउने सोच चाहिँ कहाँबाट आयो? सबै भक्त भागतहरूबाट, जति भक्त तपाईँ हामीहरू सबैजनाबाट 1-1 रुपियाँ सबैको यहाँ परेको छ। कुनै यहाँ सरकारी पैसा अहिलेसम्म यो मन्दिरमा चाहिँ परेको छैन। यता भान्साघर बन्दैछ, त्यसमा चाहिँ प्रदेश सरकारले 25 लाख रुपियाँ दिएको थियो। त्यो 25 लाखले गर्दा त भान्साघर त्यति बनाऊ, तर यो जो मन्दिर निर्माण नै भइरहेको छ त्यसमा सरकारी पैसा 1 रुपियाँ पनि परेको छैन। जति पनि यो सहयोग भएको छ सम्पूर्ण भक्त भागतहरूले नै यसलाई सहयोग गर्नुभएको छ। 1-1 रुपियाँ सहयोग गरेर चाहिँ यति अहिलेसम्म यो हामीले 9 करोडसम्म खर्च भइसक्यो होइन। सबै भक्तहरूकै सहयोगबाट बनेको छ। यो हाम्रो शिव सतासी वार्ड नम्बर 10 को एउटा गौरवको विषय पर्यटकीय क्षेत्र यो होइन। त्यसमा यो क्षेत्र यो विद्यता दोमुखा क्षेत्रमा भयो। यो कन्काई माई नदीको किनारामा यो लक्ष्मण मन्दिर, जगतगुरु योगीराज गुणेन्द्र आश्रम, यो पनि एउटा पर्यटकीय क्षेत्र। देश विदेशबाट धेरै भक्त भागतहरू वर्षौँ यहाँ हजारौँ भक्तहरू आगमन हुन्छ। यो पनि एउटा हाम्रो गौरवको कुरा छ। हाम्रो माइदारवासी, यो झापावासी, नेपालवासी सम्पूर्णको लागि यो गौरवको कुरो जय श्रीमन्नारायण। अब यो यस्तो मन्दिर लगभग यो दक्षिण शैलीमा नेपालमा यतिको ठुलो मन्दिर यो पहिल्यै हो। योभन्दा योभन्दा ठुलो मन्दिर अहिलेसम्म नेपालमा यो दक्षिण भारतको शैलीमा बनेको छैन। हजुर, हवस्। यहाँ हुनुहुन्थ्यो लक्ष्मीनारायण मन्दिरका गुरुजी दामोदर प्रसाद सुवेदी। उसिना चामल चल्छ।
साँच्चै नै हेर्न लायक यो मन्दिर कलात्मक शैलीमा निर्माण भइरहेको छ र यो मन्दिरको लागि शिव 87 नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ। त्यस्तै स्थानीय व्यक्तिहरूद्वारा चाहिँ प्रत्येक अब यसका झ्याल ढोकाहरूमा चाहिँ स्थानीय व्यक्तिहरूको पूर्ण सहयोग रहनेछ। त्यसको लागि चाहिँ सचिवज्यूले विस्तृत रूपमा अघि नै भनिसक्नु भएको पनि छ। अब यो मन्दिर निर्माण भएपछि साँच्चै नै तीर्थालुहरू भक्तालुहरूको चाहिँ घुइँचो लाग्नेछ भन्ने विश्वास गरिएको छ र यो मन्दिरलाई चाहिँ अब वैशाखमा चाहिँ यसको उद्घाटन गर्ने भनेर भनिएको छ। बृहत र भव्य रूपमा नेपालमा निर्माण भएको यो भारतीय शैलीमा दक्षिण भारतीय शैलीमा निर्माण भएको मन्दिर सायद यति ठुलो नेपालमा यो पहिलो पटक नै होला। शशि कुमार कहाँ से आए? चेन्नई से। अच्छा, ये कभी कंप्लीट होगा? 22 डेज टोटल कंप्लीट। फुल कंप्लीट के थैंक यू। पूर्वाञ्चलकै पुरानो मन्दिरहरू मध्येमा एक पर्ने यो मन्दिरले आफ्नो मुहार फेर्दै गइरहेको छ। विगत वर्षहरूदेखि नै यहाँको मुहारहरू फेरिँदै गएको छ। विशेष गरी यहाँ र जीर्णोद्धार पनि भइरहेको छ भने नयाँ नयाँ भवनहरू पनि निर्माण भइरहेका छन्। त्यसैले गर्दा यो एउटा भक्तजनहरूका लागि तीर्थालुका लागि चाहिँ एउटा गन्तव्य बन्न सक्छ। एउटा आत्माको शान्तिको लागि यहाँ आएर प्रार्थना गर्ने, पूजा गर्ने, आफ्नो मनका भारीहरू बिसाउने, पापहरूको मोचन गर्ने ठाउँको रूपमा अब विभिन्न श्राद्ध भक्ति कार्यहरू गर्नको लागि भगवानका चरणमा अमृत चढाउनको लागि यस ठाउँमा चाहिँ आउन सकिन्छ र यो चाहिँ अति नै सुन्दर रूपमा निर्माण भइरहेको मन्दिर साँच्चै नै लोभलाग्दो र आकर्षक रूपमा देखिन्छ। यसमा तपाईँ हामीले एकचोटि आएर चाहिँ मन्दिरको दर्शन गर्ने र मन्दिरलाई अवलोकन गर्ने र आफ्ना कार्यहरू छन् भने यहाँभित्र मन्दिरका सत्सङ्गमा रहेर मन्दिरको पासमा रहेर यहाँ आफ्नो पुण्यहरू कमाउन पनि सकिन्छ। त्यसका लागि मन्दिर समितिले पनि सधैँ स्वागत गरिरहेको आफ्नो मुहारहरू फेर्दै लगेको देखिन्छ। स्थानीयवासीहरूका अनुसार र हामी स्थानीय भएकै कारणले पनि मन्दिरमा विद्यालयको पुनरुत्थान भएको छ। त्यस्तै गौशालाको पनि व्यवस्थित निर्माण भएको छ भने मन्दिरका आवास भवनहरू पनि निकै राम्रा र व्यवस्थित रूपमा निर्माण भइरहेका छन्। त्यस्तै मन्दिरहरू पनि नयाँ नयाँ नौलो शैलीहरूमा निर्माण भइरहेका छन्। नेपाली आता है? नेपाली समझेगा नहीं? हिंदी नहीं, ओनली तमिल। नो हिंदी, नो नेपाली, नो हिंदी, नो इंग्लिश, ओनली तमिल। आमीन अलि। यो यति राम्रो बनाएको छ। यहाँ माथि पनि आएर दर्शन गर्नु सायद मिल्छ होला। यस्तो राम्रो बनाएको छ यहाँ माथि पनि। यो चाहिँ माथि छत माथिको मन्दिर हो। छत माथि यस्तो राम्रो हुन्छ। सायद यहाँ पनि दर्शन गर्न आउन पाइन्छ होला। यति राम्रो छ छत माथि। नेपालमा भव्य रूपमा यो दक्षिण भारतीय शैलीमा बनेको सायद पहिलो मन्दिर होला। नेपालमा यति ठुलो भव्य रूपमा यसरी विशाल मन्दिर दक्षिण भारतीय शैलीमा बनेको छैन। यो चाहिँ तिरुपति बालाजीको एउटा शाखाको रूपमा लिएको छ। यति मजाले बुट्टाहरू उधेर बनाइएको छ यसलाई। अब यो पुरानो हाम्रो मन्दिर चाहिँ यो हो। पुरानो मन्दिर चाहिँ यो हो। अब यसमा सम्पूर्ण सहयोगदाताहरूले चाहिँ अब हृदय खोलेरै सहयोग गर्नुभएको छ। अब यो सहयोगी दाताहरूको नामावली चाहिँ म अब अर्को भिडियोमा प्रसार गर्नेछु। अहिलेलाई चाहिँ तपाईँहरू यो भिडियो हेरेर मनोरञ्जन लिनु होला।
तिम्रो जिम्मा होइन त अब यता गर्ने उसलाई भन्दै सम्झाउने काम कि त यता बनाउने